प्रभुको वचनबाट केही कुराहरू पढ्नेछौँ। यो हिब्रूको 5 अध्यायमा आउनुहोस्। हिब्रू 5 अध्याय हिब्रू 5 अध्याय हामी यसको 11 पददेखि लिएर हामी 14 पदसम्म पढ्नेछौँ। 11 पददेखि लिएर 14 पदसम्म उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन् अनि अर्थ बताउनु कठिन छ, किनकि तिमीहरू सुन्नमा बोधा भएका छौ, किनकि तिमीहरू गुरु भइसक्नु पर्ने थियो। शिक्षाहरूको फेरि तिमीहरूलाई सिकाउन खाँचो छ अनि तिमीहरू यस्ता भएका छौ जसलाई खजिलो खानेकुरा होइन तर दुधै चाहिन्छ। किनकि दुध पिउने हरेक मानिस धार्मिकताको वचनको सिपालु हुँदैन, किनकि ऊ बालकै हुन्छ। त प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। अब हामी एउटा अर्को पनि प्रेरितको 20 अध्याय प्रेरित 20 अध्याय 20 अध्याय यो पेज नम्बर 221 नयाँ नियममा 221 यसको चाहिँ हामी 17 पददेखि लिएर 24 पदसम्म पढौँ। अनि मिलेटसबाट एफिससमा पठाएर उनले मण्डलीका प्राचीनहरूलाई बोलाए। उनीहरू उनी कहाँ आएपछि उनले तिनीहरूलाई भने, एसियामा आएको पहिलो दिनदेखि नै सधैँभरि कस्तो प्रकारले